वेलकम ब्याक टु माई न्यू ब्लग। साथीभाइहरू सबैजना सन्चै हुनुहुन्छ, सन्चै आरामै हुन्छ, म पनि आरामै छु एकदम होइन। अब हामी चाहिँ यस्तो घुम्न आएको थियो, घुम्न आएर नि रमाइलो पनि भयो। देख्न सक्नुहुन्छ बेलेट्स सिन यताबाट घाम अस्ताउनु लागेको छ। फिल द नेचर भन्ने चाहिँ यही हो साथीभाइहरू, देख्न सक्नुहुन्छ। धेरै दिनपछि हामी घुम्न आएको। कहाँको सम्झि हामी कहाँको हामी हरि यहाँनिर आएको देखाइदियो सम्झि यो ठाउँमा आएको। हामी चाहिँ आएको क्या यता घुम्न आज। अनि यो यहाँ बोटिङहरू सब गर्न मिल्छ क्या, यतिर हेर्न सक्नुहुन्छ। बोटिङहरू गर्न सक्नुहुन्छ हजुरहरू हामीले सबैले। अनि यहाँ चाहिँ यो सामान ल्याउने ढुङ्गा बवाल क्या दामी ठाउँ यार। अब हामी स्विमिङ गर्न बाँकी नै छ। अब म पौडेको नि तपाईँहरूले देख्न सक्नुहुन्छ कस्तो दामी पौडिन्छु नि म। फेरि गाउँतिर पौडिने गण्डकी तर्ने माने अब समुद्र तर्दिने आज समुद्र मल छोएको पहिला मल छोए। थाक्यो बालुवामा दौडिन सकिँदो रहेछ। साथीभाइहरू हामी चाहिँ यस्तो सम्झेर म तिमी नि हो नि होइन। एक हगानो बाजा यो समुद्र भ्लग चाहिँ मेरो भ्लगमा नदेखेको माछाहरू पछाडि एउटा माछा देखिरहेको होइन। राखा यसरी तर कुकुरा ल्याएर आउनु रहेछ कि एउटा कहीँ छस् त ए त्यहाँ माथि राखेको साथीभाइहरू it's our fun today, full fun day because today is Sumikara. एकजनाले चाहिँ सामान हेर यहाँ पर्सहरू पनि छ, पैसा पनि छ। कसले हेर्छौ? एकजनाले हेरेकै ठाउँ। दाजुभाइ दिदीबहिनीहरू यो चाहिँ हामी अहिले अस्ट्रेलियाको नजिकै छौँ, तपाईँलाई मैले भनिसकेँ। फेरि भन्न नपर्छ। आउनुहोस् छिटो महासागरमा साथीभाइहरू तिमीलाई यो ठाउँ कस्तो लाग्यो भन्छु त रे। वान पिस लाग्यो नि मलाई। वान पिस है साथीभाइहरू, वान पिस है। हामीले लगाएको चाहिँ टु पिस हो, हाम्रो दुईटा हुन्छ है। ठाउँ चाहिँ वान पिस। खैरिनीलाई अघि खैरिनीको यत्रो दुईटा टाउको भएको भोटे कुकुर देखेको तर्स्यो। हप्तामा एकचोटि त उम्याउनु पर्दो रहेछ, मलाई थाहा पाइसकेँ साथीभाइहरू। नुनिलो छ पुरै भिजियो के हुनु यहाँ कटुरी खोलेर आउँथ्यो बरु यहाँ एउटा हात मात्रै साथ
राउटे खा अगाडि आऊ के हुन्न बिजली के हुन्न आऊ छोड्दे खै तर औडा भयो मुखभरि पानी पर्छ नुनिलो पानी पर्छ लास्ट साथीभाइहरू कहिले कहिले रमाइलो गर्नुपर्छ माछाले टोकिदिएको माछाले यस्तो यहाँ टोकिदिएछ उसको यहीँकै यहाँ रगत आइसक्यो डुबेर टोकिदिएको नि माछाले कुन माछाले टोको थाहा छैन है फेरि तिमीलाई त्यो माछाले टोकेको नि विशेष भाइले बोलाले त्यस्तो भन्दैन है साथीभाइहरू हेर्न सक्नुहुन्छ अब सिन है अब सिन साथीभाइहरू क्या सेक्सी राम्रो राम्रो केटीहरू आउँदो रहेछ लास्टै दामी दामी केटीहरू आउँदो रहेछ हो हप्तामा एकचोटि त समुद्र नै आउनु पर्दो रहेछ बेसी के अरे मेन्से चाहिँ निले उमियाउनु पर्छ घुम्नलाई उम्याउनु पर्छ पर्छ हामी फेरि हिँड्यौँ उता अब एउटा टाढो चढ्न अब हामी आज गरेको घुमाइ मात्र हो क्या किनकि हामीले अब मैले त 2 दिन काम बिताइरहेको थिएँ त्यहाँको मिजु पनि आएको थियो नि त अनि मिजु आयो नि त रमाइलो गर्ने उमेर पनि यही हो जे गरे नि यही हो उमेर जे गर्ने राम्रोको लागि गर्ने हो सबैजनाले मैले प्लस होइन त्यसमा चाहिँ हामी सबैले गर्नुपर्छ फ्युचर पनि हेर्नुपर्छ दुःख पनि गर्नुपर्छ रमाइलो पनि गर्नुपर्छ खुसी नै हुनुपर्छ सबै साथैमा नभए पनि उसो गर्नुपर्छ क्या टाइम मिलाएर कि सबै गर्नुपर्छ दिन सक्नुहुन्छ यहाँको दृष्टिकोण हेर्नु सक्नुहुन्छ है उहाँ टावर जाने हामी जान्छौँ उहाँ टावर हो अरू केटाहरू चाहिँ अघि पुगिसकेछ मलाई चाहिँ पसिनै छोडिसक्यो के गर्ने दाजुभाइ म यता कुरेको केटाहरू त सुइकिसकेछ जाडो नि किसिम भयो यार नुहाइदिएको समुद्रको पानीले नुनिलो पानीले कपाल झर्छ भन्छन् अब कपाल झरिदियो त हुन्छ अरू कपाल झरिदियो त हुन्छ सबै कपाल क्या यो हुन्छ नि यस्तो त्यो हो अब हामी चाहिँ उदयबार जाने भन्ने प्लान चाहिँ हो हाम्रो चाहिँ अब जान चाहिँ के गर्ने चाहिँ थाहा छैन होइन अब केटाहरू कता गएको छ हौ म फेरि चिया किन्न गएँ मेरो यो चिया फेरि दाइसकेको लास्टै मनपर्छ कि म नेपालमा पनि चिया लभर हो अब यहाँ पनि विदेशमा पनि चिया नै लभर भइरहेको किन रक्सी त फेरि हेर्नु मन लाग्दैन है फेरि हाम्रो केटाहरू कता गएको छ हो रक्सी देख्न सक्नुहुन्छ सबै देख्न सक्नुहुन्छ दृश्य कोणहरू वे रात पर्नु लाग्यो है साथीहरू के अरे इकोनोमिक्सको स्पेलिङ कस्तो इकोनोमिक्सको स्पेलिङ दाइ इकोनोमिक्सको स्पेलिङ सोधेको भनौँ इकोनोमिक्सको चाहिँ इ के हो को सिओ मिलायो है इको नोको एनओ नो मिको एमआई इकोनोमिक्स कको के साथीभाइ इकोनोमिक्सको स्पेलिङ मिले यता सुन्नु हजुर बोर्डिङ पढेको सानो चुरोट खानु भागेर यिनीले मलाई इङ्ग्लिस सिकाउनु के अरे चुरोट भने त्यही भएर इन्डियन मस्टीले हानी भन केही मनको कुरा जे लागेको छ एकदम खुल्ला मनले बोला खुल्ला आकाश हिला समुद्र यही रहेछ जानेको कुरा बनाउनु जानेको कस्तो लाग्यो तिमीलाई आज कस्तो लाग्यो टक्क माथि मुन छ मुन माथि यो कुहिएको जुन छ यो नाइटको भ्यू हेरेन वाउ कस्तो ग्रेटफुल देखिया के माया
मैले त बुझ्छु स्वाट्टे भनेको उभिनु सता बस्नु मुर्दार उभि भित्र नला मलाई त्यस्तै त्यस्तो उसलाई मुर्दार यहाँ भित्र नचिर यहाँ बस अरे सत्य भनेको त्यही हो र मात्य भनेको के हो र त्यसले नमात्य भनेको मुर्दार त यहाँ उभि बस उता नजाने अझ माथि जानु पाइन्न त टुप्पामा टावरमा टुप्पो नै यो जोडी जोडी सानो सबैजना आफै त एक्लै आउनुपर्छ गेट दिस भ्युज आमामामा समुद्र त सन्देश तिमीलाई खतरा भयो है राम्रो मान्छेले राति दिउँसो भन्दा पनि एन्डेम लाग्ला थाहा छ भने त सम्झाएर कस्तो लागेको छ मैले यहाँ लिएर आएको यता उत्तर कोरिया है सादाबाट सबमा यता उत्तर कोरिया होइन फेरि तिमी उत्तर कोरिया है हाम्रो सही पहिला हाम्रो बुवाहरूको जग्गा थियो त्यहाँ उत्तर कोरिया त्यहीँनिर थियो जग्गा है अनि तिम्रो यता देखाइदियो यता हाम्रो सिडनी मेलबोर्न हाम्रो दाइहरूको घर जग्गा छ त्यहाँ है यता तिम्रो टोकियो भनेको अब हाम्रो पुर्खौली पुर्खा नै बस खाएको अब पहिलेबाट भनौँ न यही कुरा रहिथाने जस्तो हामी चाहिँ बाहिरको मान्छे होइन टोकियोकोले नि ढुक्छ भिजा के चाहिन्छ नामलाई चाहिन्छ म पर्स फालेर हिँड्छु भिजा चाहिन्छ मलाई मेरो पर्स धेरै टिपेर दिन्छ अहिले कालिदाको सुरु गरेर गाह्रो मेरो उसलाई त चस्मा लाउनै पर्दैन हो भाइ हिरो मान्छे त्यसै भइहाल्छ मेरो राम्रो छ हो कि भन्नुहोस् त तिमी मात्रै राम्रो छ भनिदिनुहोस् त तिमी यस्तो छ रुखको चाहिँ अलिअलि मिस्टेक भएछ त्यो त्यसको ठाउँमा उल्टो राखेँ गुनै हो होइन मनको चाहिँ सफा छ भने अब हामी कहाँ जान्छ ओहो सुगै नै आइसल्यान्डमा देख्न सक्नुहुन्छ आइसल्यान्डमा त्योबाट के हेर्नु रहेछ यसबाट ऊ के देखिँदो रहेछ नहेरम साथीभाइ नहेरम देखेँ नदेख्ने देखिँदो रहेछ हाम्रो केटाहरू कता गयो तर दामी है भयो साथीभाइ यसलाई चाहिँ हामीले चाहिँ गाउँमा हलो जोत्ता खाने गरेको हो रोटी यो त कहाँ खाने हो हलो जोत्ता एउटा रोटी ल्याएर दिन्छ नि त होइन अहिले गाउँघरमा छ त्यो गर्नु पर्दैन अहिले हरेक मान्छे यो नाइस रहेछ यो त खाँदैन भन्छ हलो जोत्ता तिमीले अर्को कुरा खायो के थाहा तिमीले अर्को के खायो थाहा बाउरामाको गाली यो दामी छ मकै छ त भान्जा सम्धिकै खेतको हो कि के हो त्यही भएर हलो जोत्ता खाएको नाइस दुईवटा झोलामा हाल सम्धि चस साथीभाइहरू यत्रो घुम्यो सबै रमाइलोसँगले गरियो बस्यो अब रातिको 2 पनि बज्यो अब चाहिँ हामी चाहिँ यसो बिस्तारै सुत्छौँ भ्लगमा एन्ड गर्छु। डु लाइक सब्सक्राइब वाचिङ गर्न नबिर्सिनु होला।